हिँड्ने बेलामा गाइज यो कसैलाई हुन्छ कि न यस्तो यो हिँड्ने बेलामा यसो बुढीको टिकटकमा या कसैमा यसो बनाएर मात्रै घरबाट निस्किने यो त्यस्तो हुन्छ हजुरलाई थाहा होला। बेस्ट हुन्छ यार कसमा तल हो कि कसै छैन कि माथि तिम्रो भन लाइटिङ के हो ल लास्ट क्लिप उस गरे ल ल रस हा नराखेको भन न पछि गर्ने मैले अर्को ए ल बाई बाई। सो गाइस यो चाहिँ अब अर्को भिडियो बन्दैछ होइन बुढीसँगको किन होइन र यो सबैको हुन्छ कि जस्तो लाग्छ कि त्यही भएर एउटा यसो होइन हिँड्ने बेलामा यसो बुढीसँग यही मिल्यो कि मिलेन अझ एउटा बनाउनु देख्नु भयो नि के गर्नुपर्छ बुढी एउटा कुरा भन तिमीलाई कहाँ जाँदाको याद आयो होइन कहिले यहाँ आउँदा तिमीलाई कहाँ जाँदाको याद आयो मलाई चाहिँ टिपेर जाँदाखेरि है दगुर्दै 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 ट्रेनमै गएको तर मलाई चाहिँ स्पेसल्ली चाहिँ यो म्याक्सिमम् युज गर्ने त्यहीँ जाँदाखेरि हो नि त हामीले यो उताबाट फ्रीबाट कति पियास लाह पानी देख्दा हामफालाम हुँदै आएन नि विदेशी थ्याङ्क यू सो मच बुढी गोप्रो गिफ्टको लागि वेलकम बुढा यसको नाम हामीले राख्दैनौँ नि बुढी यस हो
Now arriving at the Brisbane Domestic Airport Station. On arrival at the Domestic Airport Station, this service will be terminated. 30सम्म मात्रै आहा बल्ल यार यस्तो बजिन्छ अब सामानहरू लिँदाखेरि पहिल्यै बरु धेरै उसको काट्दिनु के सामान त्यो मलाई सोच्नै आएन हो के यो सामान लिएर आउने कि हामी परिरहेको नि त यस्तो कुरा 127 पर्यो ब्रिस्बेनै जानु के भन्न नि गाडी लिएर आवा भन गाडी लिएर अब यस्तो भिडियो बनाउनु पाउँथेन नि त फेरि मिलियन भ्युज गयो भने त ल बुढा मलाई चार्ज गर्ने ठाउँ खोज्दै भन् जाऊ बाई छिट्टै भेट्यो होइन छिट्टै भेट्यो भने त ल न अब त बाई ल है त जाऊ जाने हो है कहाँ जाने त्यस्तो नजाने भएर त्यस्तो बाटो चाहिँ क्या मतलब त्यहाँबाट तल अनि त्यसपछि ल टेक केयर बाई वर्षसम्म इन्जोय गर घुम अब गर्छु आज ल सुहा भाइ कहिले ढुक्दै जानु जानु त ल मलाई आज म गरेर जान्छु बाई फाइनली दुलाई छोडेर म जानु पऱ्यो होइन गुड न्युज पनि भयो कस्तो खुसी लाग्यो थ्याङ्क गड ल गाइस म चाहिँ अब बुढीलाई छोडेर निस्किनु पऱ्यो होइन म चाहिँ उहाँ दाइको घरमा गाडी राखेको छु यहाँबाट त्यहाँसम्म गाडी ट्रेनमा जानु पऱ्यो आफ्टर द्याट सुइया तोम्बा यस्तै छ बुढीलाई छोडेर हिँड्नु परेछ गाह्रो छ फोन आयो हेलो